गाइजहरू म चाहिँ अहिले भैरवा रहेको छु। भैरवादेखि म वृन्दावनको यात्रामा निस्केको छु र बाटोमा के हुनेछ म त्यो सबै सेयर गर्नेछु। अवश्य पनि यो भिडियोलाई पुरा हेर्नुहोला। गाइजहरू हामी चाहिँ फाइनल्ली खाना गाडीको रहेको छ हैन। गाइजहरू हामी चाहिँ अहिले अयोध्या आइसक्यौँ। अयोध्या आएर गाडीले पेट्रोल भर्दैछ। इन्जिन फाल्यो चाहिँ सिधै भोलि बिहान। हामी चाहिँ टी पोइन्ट चाहिँ दामी रहेछ कि बवाल रहेछ क्या। र आमी ढंग से ना आप कैमरा के नजर में हैं। यता आइयो। हस्पिटल त निस्किँदैन हेर्नु पर्यो। क्रिकेट फुटबल हम अभी इंडिया में हैं। इंडिया के राजस्थान का टॉयलेट से ऐसा लगता है हमें। देख लो फाइनली गाइस हामी अगाडि आइयो। लगभग 12 घन्टा पछि बल्ल अगाडि आइयो। अझै 3-4 घन्टा लाग्छ। फ्लाइओभर हेर्ने कोही हेर्ने खोजेको फ्लाइओभर हामी फ्लाइओभर हामीले यस्तो व्यस्त बाटो नाचिरहेको गाइस। फाइनली वृन्दावन आइसक्यो। अब चाहिँ हाम्रो कैलाशनगरको यात्रा। हामी चाहिँ अहिले यमुना नदीको किनारमा छौँ। यहाँ चाहिँ हामी एउटा लाखबत्तीको पूजा र लाखबत्ती बाल्दैछौँ भने यता चाहिँ हामी यमुना नदीको दर्शन गर्दैछौँ। थोरै ताल जस्तो रहेछ। रातिको समयमा वृन्दावन परिक्रमा गर्ने मान्छेहरू यो चाहिँ अहिले चाहिँ हामी वृन्दावनमा छौँ। वृन्दावनमा हामी यो फर्म भरिरहेका छौँ। यतिखेर हामी वृन्दावनमा रहेको पकडा बाबा मन्दिरमा जाँदैछौँ। लगभग हामी 4-5 जना छौँ। अहिले चाहिँ हामी अहिले वृन्दावनको मन्दिरमा जाँदैछौँ। उमा गए पागल बाबा मन्दिर आइसकेको हामी ज्योति देख्न सक्नुहुन्छ। अब चाहिँ इन्ट्री हुन थालेको छ। छिरिसकेका छौँ भने अगाडि चाहिँ मेरो अगाडि मन्दिर रहेको छ। अब हामी चाहिँ अब जानेछौँ। हेरौँ के हुन्छ। मंदिर को टॉप फ्लोर में जाते हम। यहाँ चाहिँ नन्द यशोदा मंदिर। मंदिर को टॉप फ्लोर बाट हामीले वृन्दावन
यो मन्दिर चाहिँ लगभग 8 नम्बर तल रहेछ। हामी चाहिँ म टप फ्लोरमा थिएँ। टप फ्लोरबाट एकदम मन्दिरको दर्शन गरियो, सब मन्दिर थियो। भएर चाहिँ अब म तल झर्दैछु। तल चाहिँ साथीहरू भेटिरहेको छ। तर मेरो पछाडि देख्न सक्नुहुन्छ पुरै वृन्दावनकै हो। प्रेम मन्दिर पनि देख्यो भन्दै थियो उतापट्टि, त्यहाँ देख्यो प्रेम मन्दिर। यमुना नदी वरिपरि भयो जस्तो लाग्छ मलाई। अनि यता यमुना नदी पुरै सडक छन्। यता चाहिँ हाम्रो केटाहरू कस्तो लाग्यो त मन्दिर? सब मस्त छ, वृन्दावन मस्त। यता चाहिँ यहाँ पूजा हुँदैछ भने चाहिँ त्यही हो, हामी छ यो पागल भएको मन्दिर। मन्दिर होइन कि वृन्दावन आउने मन्दिरै हो क्या। सक्सेसफुल मन्दिर दर्शन गरेर आइसकेको छ। अब चाहिँ हामी आफ्नो वासस्थानतिर जान थालेका छौँ। केटाहरू